हेलो सबैले नमस्ते। म चाहिँ एउटा थोरै महत्त्वपूर्ण कुरा चाहिँ भन्न आइरहेको छु र आज आएर चाहिँ कुलमान घिसिङले चाहिँ यस्तो स्पष्टीकरण दिनुभएको छ र पहिला यो भिडलाई हेर्नु है त। सुदन गुरुङ लगायत उहाँहरूले मिल्नुपर्छ दाइ, यसरी चाहिँ हुँदैन भनेर म 5 बजे उहाँहरूसँगै गएर जेएनजीका साथीहरूसँग गएर मैले त्यहाँ एउटा म जुनसुकै छोड्न तयार छु मिलौँ भनेर उहाँले जबरजस्ती लगेर चाहिँ त्यहाँ गएर म मिलेको। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू, जेएनजी भाइ बहिनीहरू, हामीले गर्दा गर्दै पनि, हामी एकता हुन खोज्दा खोज्दै पनि हामीलाई जबरजस्त बाहिरिनु पर्यो, बाहिर राखियो र यसको लागि यस्तो अवस्थामा पनि हामी एक्लै पर्यो भने पनि एक्लै पनि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र आफ्नो बाटो अगाडि बढ्छ, आफ्नो बाटो लिन्छ। हामी अत्यन्तै लचक भएका थियौँ। नेपाली जनताको माग, नेपाली जनताको चाहना, जेएनजी पुस्ताको चाहनालाई पुरा गर्नुपर्छ भनेर हामी अत्यन्तै लचक भएर, अत्यन्तै आफूले सबै कुरा त्यागेर हामी आएका थियौँ। हाम्रो त्यागलाई उहाँहरूले कमजोरीको रूपमा लिनुभयो र यो सहमतिलाई ब्रेक गर्नुभयो। यो मलाई वास्तवमा भन्यो भने म आज अत्यन्तै मर्माहित भएको छु। यो अवस्था आउँछ भनेर मलाई लागेको थिएन। यो 12 दिन मेरो लागि ठुलो विलखबन्धनमा, डिलेमा भन्छ नि, के गर्ने भन्ने नै, कता जाने भन्ने नै अन्योलमा भएको परिस्थिति र अगाडि बढौँ भने उहाँहरू चाहिँ अगाडि बढ्न नदिने, पछाडि जाउँ भने अप्ठ्यारो परिस्थिति आम नेपाली जनताको। मैले प्रधानमन्त्री पनि मागेको थिएन, मैले पार्टी अध्यक्षता पनि मागेको थिएन, हाम्रो साथीहरूले कुनै ठुलो पद पनि मागेको छ, सिर्फ साधारण सदस्य भएर पनि म बस्छु भन्दाखेरि आजकै दिन उहाँहरूले यो जुन सहमति ब्रेक गर्नुभयो। हाम्रो आवश्यकता उहाँहरूलाई परेन। अब हामी नभए पनि हामी उहाँहरू अगाडि बढ्न सक्छौँ भन्ने एउटा सङ्कल्प र विश्वासका साथ उहाँहरू अगाडि बढ्नु भएको छ। उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु, शुभकामना दिन चाहन्छु। अगाडि बढ्नुस्, एउटा सशक्त शक्ति बन्नुस् र उज्यालो नेपालले आफ्नो बाटो आफै लिन्छ। साँच्चीकै उज्यालो नेपाल पार्टीलाई पार्टीले ठुलो क्षति भ्याउनु परेको छ र अन्तिम दिनमा आएर एकतर्फी रूपमा उहाँहरूले यो सहमति भङ्ग भएको घोषणा गरिदिनु भयो। हामीले घोषणा गरेको थिएनौँ, आज हामी अन्तिम समयमा टुङ्ग्यौँ, अगाडि बढौँ भन्ने नै थियौँ र एकतर्फी रूपमा उहाँहरूले सहमति भङ्ग भएको मलाई जानकारी गर्नुभयो र मिडियामा त्यही हिसाबले आयो। त्यसपछि हामी यसरी जुटेका छौँ। सहमतिको चरणमा र हाम्रो साथीहरूले कुनै ठुलो त्यस्तो डिमान्ड राखेको पनि थिएन। अहिले जुन किसिमले बाहिर मिडियामा धेरै कुराहरू आएको छ, हामीले पदको ठुल्ठुलो बार्गेनिङ गऱ्यौँ, ठुल्ठुला चाहिँ विषयहरूमा धेरै बार्गेनिङ गऱ्यौँ भन्ने जुन कुरा आएको छ त्यो सरासर गलत हो। म आफै पनि एउटा उपाध्यक्ष, त्यो पनि धेरै वरियता क्रममा धेरै तल भएर पनि मैले सहेर गएको थिएँ र मैले आज अन्तिम चरणमा मैले सहमतिको लागि एउटा प्रस्ताव पनि गरेको थिएँ। म एउटा साधारण सदस्य भएर, रासोपाको एउटा साधारण सदस्य भएर बस्छु। हाम्रा साथीहरू, केन्द्रीय समितिका साथीहरूलाई केही एडजस्टमेन्ट गर्नुपर्छ, त्यसरी अगाडि बढौँ पनि भनेको थिएँ र यो विषयमा हाम्रो ठुलो चाहिँ विषय पनि थिएन र यो मुख्य मुद्दाका विषयहरू केही समावेशिता, सङ्घीयता, त्यो संविधानले जुन आधारभूत विषयहरूलाई एड्रेस गर्नलाई एउटा पूरक सम्झौता गरौँ भनेको थियौँ। एउटा पूरक सम्झौता गर्ने एउटा चरणमा पनि उहाँहरू सहमत हुनुभएको थियो, तर पछिल्लो चरणमा पूरक सम्झौता पनि हुन सकेन र हाम्रा तमाम साथीहरूले उठाइएका विषयहरूमा र यसलाई सहज रूपमा तलसम्म चुनावी प्रक्रियामा कसरी जाने र धेरै कुराहरूमा सहज रूपमा कसरी हामी अगाडि बढ्ने भन्ने विषयमा हामीले धेरै कुरा छलफल गऱ्यौँ र धेरै छलफलमा यो प्रक्रियालाई चाहिँ उहाँहरूले अलि लामो समय लिनुभयो। यो करिब 12 दिनको प्रक्रिया, छिटोभन्दा छिटो सहकार्यमा जाउँ भन्ने कुरामा लामो समय लिनुभयो। समानुपातिकका विषयमा पनि धेरै कुराहरू चाहिँ लामो समय लिनुभयो। हामीले सबै कुरा समानुपातिकको वास्तवमा भने सबै कुरा त्यागेर, छोडेर र तपाईँहरू सबै हिसाबले अगाडि बढ्नुहोस् भनेर हामीले छोडेकै थियौँ। हेर्नु पनि भयो होला अनि सुन्नु पनि भयो होला, तर प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु है त। जय नेपाल।